खास गरिकन नेपालको अहिलेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्षी दलले राखेको प्रतिबद्धताको म मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट सराहना गर्न चाहन्छु। हामी सबै यो व्यवस्थाप्रति उत्तिकै प्रतिबद्ध छौँ। हामी सबै मिलेर ल्याएको यो संविधानलाई जोगाउन, यो संविधानको व्यवस्थालाई सुदृढ गर्न उत्तिकै प्रतिबद्ध छौँ भन्ने मेरो पार्टीको पोजिसन पनि यहाँ राख्न चाहन्छु। नेपाली कांग्रेस पार्टीले प्रारम्भदेखि नै संवैधानिक राजतन्त्रलाई मान्दै आएको थियो। नेपाली कांग्रेस पार्टी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ। यो कुनै एउटा घटनाले मात्रै वा कुनै प्रतिक्रियाको आधारमा मात्रै नेपाली कांग्रेस पार्टी त्यहाँ पुगेको होइन। यसका निम्ति हामीले केही पछाडि फर्केर हेर्नुपर्ने हुन्छ। 2059 साल असोज 18 को माघ 19 का ती घटनाहरूले स्वाभाविक रूपमा हामीलाई निर्णयमा छिटो पुग्नका निम्ति कारकका रूपमा काम गरेकै हुन्, तर ती मात्र होइनन्। 46 सालको परिवर्तन पछाडिको संवैधानिक प्रबन्धभित्र बसेर काम गर्दै रहँदा नेपालको प्रजातन्त्रलाई विश्वव्यापी जुन मूल्य र मान्यताहरू छन् ती अधिकारहरूलाई प्रदान गर्ने सन्दर्भमा मात्र बुझियो भने नेपालको विशिष्ट समस्या सम्बोधन हुँदो रहेनछ। नेपालका सन्दर्भमा यहाँको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधता, यहाँको एउटा केन्द्र लामो समयदेखि बलियो हुँदै गर्दा नेपालभित्रका अनेकन भूगोलहरू पछाडि पारिएको अवस्था, यी सबै कुराहरूलाई सम्बोधन गर्नका निम्ति हाम्रा निम्ति एउटा विशिष्ट सामाजिक व्यवस्था, अर्थव्यवस्था, अर्थ राजनीतिक व्यवस्था र ती सबै कुरालाई बोक्नका निम्ति एउटा संवैधानिक प्रबन्ध चाहिँदो रहेछ भन्ने निष्कर्षमा नेपाली कांग्रेस पुगेको हो। कहिलेकाहीँ नेपाली कांग्रेस पार्टीको सन्दर्भमा छलफल हुँदै गर्दा संघीयताको बारेमा आएका टिप्पणीहरूलाई म बडो ध्यानपूर्वक सुन्छु र म साथीहरूलाई कहिलेकाहीँ सम्झाउने पनि गर्छु, मेरो आफ्नै पार्टीका साथीहरूलाई। गिरिजाप्रसाद कोइराला पार्टीको सभापति हुनुहुन्थ्यो र त्यो बेलामा 5 दलको संयुक्त कार्यक्रमहरू हुन्थ्यो। ती संयुक्त कार्यक्रमहरू हुँदै गर्दाखेरि म अहिले सम्झन्छु नरहरि आचार्यलाई। नरहरि आचार्यले एउटा दस्तावेज तयार गर्नुभएको थियो, जुन दस्तावेज 5 पार्टीमा छलफल भयो र त्यो दस्तावेजमा पहिलो पटक प्रदेश भन्ने शब्दको प्रयोग गरिएको थियो। नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरूको एउटा नागरिकहरूसँगको एउटा प्रतिबद्धता थियो, बाचा थियो। हामी त्यो बेलामा संसद पुनर्स्थापना गर्ने माग थियो, तर संसद पुनर्स्थापना गरिसके पछाडि पनि हामी एउटा यस्तो नयाँ व्यवस्थामा लिएर जान्छौँ जहाँ हामी एउटा केन्द्र मात्र राख्दैनौँ, प्रदेशको रचना गर्छौँ। अहिलेको हाम्रो पार्टी सभापति नेपाली कांग्रेस प्रजातान्त्रिकको पार्टी सभापति भएको बेलामा नेपाली कांग्रेस प्रजातान्त्रिक नेपालको पहिलो पार्टी थियो जसले विधिवत रूपमा आफ्नो पार्टीको अधिवेशनबाट संघीयताको ढाँचामा नेपाललाई लिएर जाने संघीयता भन्ने शब्दको प्रयोग गर्ने त्यो पहिलो पार्टी थियो। त्यसैले अहिले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका, गणतन्त्र लगायतका यी जति पनि विषयहरू छन्, यी विषयहरूका सन्दर्भमा हामी कोही रातारात आइपुगेको होइन। एउटा लामो अनुभवबाट हामीले गरेको अभ्यासका सीमितताहरूलाई बुझेर हामी सबै यो ठाउँमा आइपुगेका हौँ, यो संवैधानिक प्रबन्धमा आइपुगेका हौँ। त्यसैले मलाई के विश्वास छ भने यहाँभित्र रहेका चाहे नेपाली कांग्रेस होस्, चाहे नेकपा एमाले होस्, चाहे माओवादी होस्, चाहे अरू दलहरू, म जुन दलले यो संविधानका बारेमा म छैन भन्ने आफ्नो अधिकार छ, म उसका बारेमा जिम्मा लिन सक्दिनँ, तर बाँकी रहेका हामी जो आन्दोलनमा रहेका सबै दलहरू यो व्यवस्थाप्रति उति नै प्रतिबद्ध छौँ भन्ने सन्दर्भमा कुनै अलबल छैन भन्ने ठान्दछु। तर भर्खरै गरेको टिप्पणीमा मेरा केही अब्जर्भेसन्सहरू छन्। जनता असन्तुष्ट छन्, त्यो असन्तुष्ट भएको जनताहरूमा आक्रोश छ। यो आक्रोशलाई नजरअन्दाज गर्नुहुन्न भन्ने कुरा यहाँ जुन भर्खर मान्यज्यूबाट आयो, म पनि त्यही कुरा मान्दछु। यहाँ केही पनि भएको छैन, केही पनि होइन, यो केही होइन, यो अहङ्कार कसैले पनि राख्नु हुँदैन। यसलाई बुझ्नुपर्छ, समयमा बुझ्नुपर्छ र सचेत रहनुपर्छ भन्ने म पनि ठान्दछु। कोही विचारधाराका हिसाबले यो संविधानै फाल्न चाल्नुहुन्छ होला, त्यो उहाँहरूको आफ्नो स्वतन्त्रताको कुरा भयो। कसैको नयाँ संवैधानिक प्रबन्ध व्यवस्था गर्न चाहनुहुन्छ होला, कोही यहीँभित्र अलिकति पानी धमिलो पार्न चाहनुहुन्छ होला, त्यो पनि उहाँहरूको कुरा भयो। मेरो त्यसका बारेमा पनि केही टिप्पणी छैन। म खालि नेपाली कांग्रेस पार्टीको तर्फबाट कहाँनिर ध्यान पुर्याउनुपर्छ भन्ने ठान्दछु भने त्यो नागरिकको पङ्क्ति जो 62-63 को आन्दोलनमा हामीसँग उभियो, जसले यत्रो परिवर्तनमा हामीलाई साथ दिएको छ,
जो आज रिसाएको छ, जो आज असन्तुष्ट छ, जो आज आक्रोशित छ, उनीहरूसँग उनको कुरा सुन्नुपर्छ, उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु। त्यसैले म मान्यजीको यो कुरासँग पुरै सहमत छु। तर उनीहरू किन रिसाएका छन् भन्ने विषयका सन्दर्भमा चाहिँ अहिले यो सरकार छ, यो सरकार भएको हुनाले गर्दा रिसाएका हुन्। यो सरकार आउनुभन्दा पहिला असाध्यै खुसी थिए, यो सरकार आयो त्यस कारणले गर्दा रिसाए भन्ने कुरासँग चाहिँ पटक्कै कुरासँग चित्त बुझाउन सकिने ठाउँ रहेन। 72 सालमा संविधान आयो, मैले यसो जोडेर हेरेको, अस्ति 81 साल फागुन 22 गते यो नयाँ सरकार बन्नुभन्दा अगाडिको 3384 दिनमा नेपाल कम्युनिस्ट पार्टी बनेको बेलाको विवादका केही दिनहरूलाई घटाउने हो भने 3179 दिन अर्थात् जम्मा 205 दिन बाहेक सबै सरकारमा नेकपा माओवादी सहभागी रहेछ। संविधान बनिसके पछाडिको 3384 दिन मध्येको 3179 दिनमा माओवादी पार्टी सरकारमा कहिले नेतृत्व गरेर कहिले सरकारको मुख्य साझेदार भएर सहभागी भएको रहेछ। जम्मा कति दिन? जम्मा 205 दिन। मैले योभन्दा पहिला भदौ 21 गते पनि यहीँभित्र प्रमुख प्रतिपक्षी दलको नेताको सम्बोधन सुनेको थिएँ। त्यसमा पनि कतिपय कुराहरू मलाई एकदम चित्त बुझेको थियो, कतिपय कुराहरू मैले त्यसलाई स्वीकार पनि गरेको थिएँ। तर त्यो बेलामा भनेको कुरा अहिले पनि म सम्झन्छु। भर्खर सरकार नयाँ बनेको 41 दिन भएको थियो। मलाई त्यही बेलामा पनि बोल्न मन लागेको थियो, मैले थोरै बोलेको पनि थिएँ एउटा सानो सन्दर्भमा। नेपाल बङ्गलादेश बन्ला, नेपाल श्रीलङ्का बन्ला भनेर भनेको म सम्झन्छु। अहिले यहाँ प्रसङ्गहरू आए, यो सरकार बनेको कुरा नै असंवैधानिक छ भनेर भनेको कुरा पनि आयो। म यो पनि सम्झन्छु। यही रोस्टममा उभिएर यहाँ हामी त्यो प्रमुख प्रतिपक्षी दलको बेन्चमा बसिरहेको बेलामा प्रधानमन्त्रीको हैसियतमा बोल्दै गर्दा तपाईँ काङ्ग्रेस र एमाले मिलेर सरकार चलाउनु भए चलाउनुहोस्, तपाईँहरूलाई शुभकामना छ, राम्रोसँग चलाउनुहोस्, हामी प्रमुख प्रतिपक्षी दलमा बस्छौँ भनेर भन्नुभएको होइन? तपाईँलाई शुभकामना छ भन्नुभएको होइन? त्यो बेलामा पनि संविधान त यही थियो, संविधानको धारा त यही थियो। म त्यो पनि सम्झन्छु। यो रोस्टममा केही दिन अध्यादेशको बारेमा व्यापक चर्चा पनि भयो। 72 साल पछाडि सम्माननीय सभामुख महोदय 57 वटा अध्यादेश आयो। यो अहिले पछिल्लो समयमा आएका यी 5-6 वटा अध्यादेशभन्दा बाहेकका सबै अध्यादेश ल्याउने कुरामा एउटा या दुईटा छोडेर सबैमा प्रमुख प्रतिपक्षी दल अध्यादेश ल्याउने पक्षमा थियो, अर्थात् सरकार थियो। सबै अध्यादेश ल्याउने क्रममा त्यो अध्यादेश आउँदै गर्दा राजनीतिक दल फुटाउने अध्यादेश पनि आयो, संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि आयो। म व्यक्तिगत रूपमा के ठान्दछु भने मालाफाइड इन्टेन्सनबाट र कन्स्टिट्युसनमा फ्रड गर्ने गरिकन अध्यादेश ल्याउने कुरा भनेको त्यो संवैधानिक अधिकारको दुरुपयोग हो। त्यस कारणले गर्दा मेरो पार्टी सरकारमा भएको बेलामा जतिखेर दल फुटाउने अध्यादेश ल्याइयो वा संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याइयो, मेरा आफ्नो सीमाहरू थिए, तर त्यो सीमाभित्र रहेर त्यो अध्यादेशहरू ल्याउने कुरा गलत भन्ने पोजिसन हिजो पनि थियो। आज पनि मेरो पार्टी सरकारमा भएको बेलामा यदि अध्यादेशको प्रयोग त्यो बदनियतका साथ गरिएको भए त्यसको विपक्षमै उभिनु पर्ने अवस्था हुन्थ्यो, उभिन्थ्यो पनि हामीहरू। मैले यो सन्दर्भ किन मात्र भनेको हो भने हामीहरूले देश र जनतालाई कुराहरू बताउँदै गर्दा आज जुन ठाउँमा उभिएर बताइरहेको भए तापनि हिजो भएका कुराहरूका सन्दर्भमा सबै एकातिर पन्छाउँदै गर्दा वा सबै कुरा गलत हो भनेर भन्दै गर्दा त्यसले दिने इम्प्रेसन चाहिँ के हुन्छ, त्यसले दिने सन्देश चाहिँ के हुन्छ? मैले अस्ति पनि सुने, यहाँ एकदमै धेरै अहिले सरकारको पुँजीगत खर्चको बारेमा चर्चा भएको छ। एकदमै ठिक हो, पुँजीगत खर्च एकदमै कम छ, एकदमै सुधार गर्नुपर्ने छ। तर एउटा अर्को प्रसङ्ग हेरौँ त, पुँजीगत खर्च अहिले सरकारको सम्बन्धन नगर्ने मन्त्रालय भनेको, जोसँग सबभन्दा बढी गर्नुपर्ने उसले नगर्दै गर्दा समस्या आउने भनेको भौतिक मन्त्रालय हो, शहरी विकास मन्त्रालय हो। 80 पौष 3 मा मान्यजी नै प्रधानमन्त्री भएको बेलामा विकास कार्यक्रम आयोजनाको मापदण्ड संशोधन भयो। 3 करोडभन्दा कमको आयोजनाहरू एउटा पनि सङ्घले नगर्ने भनेर भनियो। अहिलेको सरकार जसले अहिलेको बजेट कार्यान्वयन गर्दैछ 79 वटा योजना त 1 लाखभन्दा मुनिका योजनाहरू छन् सङ्घको, 626 वटा योजना 5 लाखको दरको योजनाहरू छन्। त्यो योजनाहरू रातो किताबमा राख्दै गर्दा को प्रधानमन्त्री हुनुहुन्थ्यो, को अर्थमन्त्री हुनुहुन्थ्यो जुन अहिले योजनाको कार्यान्वयन गर्नुपर्ने थियो? दुधको किसानहरूले आन्दोलन गरेको तिनलाई समेटेर तत्कालीन सरकार, हामी पनि सरकारमा सहभागी थियौँ, भेट्न गएको मलाई याद छ। शिक्षकको आन्दोलन माइतीघर मण्डलामा गरेको सम्बोधनको कुरा याद छ। मिटरबाजीको आन्दोलनकारीलाई गर्न भेट्न गएको याद छ। सहकारीको आन्दोलनकारीहरूलाई भेट्न गएको याद छ। संसदमा प्रमुख प्रतिपक्षी दल भएर त्यहाँ बस्दै गर्दाखेरि
हामीलाई ठेलठाल पिलपाल गरेर गएर यहाँ गएर सरकारले पढेको पनि याद छ मलाई। त्यो बेला पनि हामी प्रतिपक्षकै संसद हुन्छ भनेर भनिरहेका थियौँ। मेरो आशय यो पटक्कै होइन सम्मानजी, फेरि तिमीले यो गर्यौ तिमीले यो गर्यौ तिमीले यो गर्यौ भने पटक्कै पनि यो आशय होइन। म झन् आज त त्यो भन्नै चाहन्न। मेरो आशय के मात्रै हो, केवल यति मात्र मैले भन्न खोजेको हो भने प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, आफ्नो बेलाका कुराहरूलाई डिफेन्ड पनि गर्ने हो, अहिले क्वेसन गर्ने हो, गर्नै पर्छ। तर यसरी पनि नगरौँ कि जसले गर्दाखेरि हामी बाहिर आएको बेलामा हामी पनि गर्छौँ। त्यो हेर्नुहोस्, हामी सबै त्यही गरिरहेका छौँ। हामीले समस्यालाई यसरी बढाइ चढाइ प्रस्तुत गर्छौँ कि यो समस्या होइन, यो क्राइसिस हो, गयो गयो डुब्यो सकियो भत्क्यो, म हुँदा ठिक थियो म नहुँदा बर्बाद हो। अनि हामीलाई के लाग्छ भने अर्कोले त्यो पत्याइदिरहेको छ भन्ने लाग्छ। अर्कोले कोही हुँदा पनि ठिक थिएन, कोही हुँदा पनि ठिक छैन भन्ने भयो नि त। अब त सबैले बिस्तारै बिस्तारै त्यही हुने भन्ने कुरा भयो। हामी सबै त्यस्तै छौँ, हामी सबैले गल्ती गरेका। म अस्ति यहीँको छलफल हेरिरहेको छु। अस्ति मङ्सिर 6 गते BB- क्रेडिट रेटिङ भयो। क्रेडिट रेटिङ भएपछि हामीले हतार हामी सरकार सत्ता पक्षले हामीले गऱ्यौँ भनेर भन्यौँ। 75-76 सालमा सुरु भएको, अहिलेकै मान्यज्यू सायद अर्थमन्त्री भएको बेलामा सुरु भएको जस्तो लाग्छ मलाई, त्यही बेलातिर सुरु भयो, बिचमा रोकियो। पूर्व अर्थमन्त्री मान्य वर्षमान पुन हुँदै गर्दाखेरि त्यसलाई तदारकका साथ अगाडि बढाउनु भयो। अस्ति हामीले प्राप्त गऱ्यौँ। यसमा सबै सरकारले काम गर्यो र सरकारले काम गरेर मात्र हुने कुरा होइन, बाँकी रहेका निकायहरूले पनि काम गरे। हामी क्रेडिट रेटिङ हाम्रो पालामा भएको, हाम्रो कारणले गर्दा भएको भनेर भन्न थालिसकेपछि त अर्कोले आएर फेरि ग्रेड लिस्ट तिम्रो कारणले गर्दा मात्र अब भनिदिइहाल्छ नि त। 2010 देखि 2024 सम्मका प्रत्येक सरकार हामी काम गर्ने कुरामा चुकेको हुनाले गर्दा आज हामी ग्रेड लिस्टमा पऱ्यौँ। अब सबै मिलेर ग्रेड लिस्टबाट बाहिर निस्कनु पर्ने छ। तर क्रेडिट रेटिङ हाम्रो कारणले गर्दा मात्रै भएको भन्न थाल्यौँ भनेदेखि भने अर्कोले आएर ग्रेड लिस्ट, हाम्रो संसदको बस त्यस्तो हुने भयो, तिम्रो कारणले गर्दा ग्रेड लिस्टमा गयो भनेर भनिदिनु भयो, सबले ताली बजाउने भाइ। अब हामीले चाहिँ हेर्नुहोस् त ल, यो सिद्धबाबाको सुरुङ मार्ग अहिलेकै प्रधानमन्त्री सम्मानीय प्रधानमन्त्री भएको बेलामा उहाँले नै केही सोचबाट सुरु भयो, अगाडि पनि बढ्यो। तर ठेक्का लाग्ने 2 वर्ष लाग्यो। ठेक्का लागिसके पछाडि चाहिँ फेरि कोभिड आयो, त्यसपछि गएर सरकार नयाँ बन्यो। प्रत्येक सरकारले बडो तदारकका साथ यसमा काम गरे। यसमा भएको कम्पनीले धन्यवाद दिनुपर्छ, यसका त्यो क्षेत्रका मान्यज्यू सबैलाई धन्यवाद दिनुपर्छ, खास गरी सबै सरकारले यसमा काम गरे। तर अब अहिले हामी सरकारमा छौँ, हामी सरकारमा भएको कारणले गर्दा सुरुङको ब्रेक थ्रु चाहिँ हाम्रो कारणले गर्दा भएको भनेर हामीले भन्न थाल्यौँ भनेदेखि भने चाहिँ अब मान्यज्यूहरूकोमा हुलाकी राजमार्गमा अहिले अभियान चलिरहेको छ। हुलाकी राजमार्गको अभियान चल्दै गर्दा हुलाकी राजमार्गमा कुनै पुल 10 वर्षदेखि बनेको छैन, कुनै बाटो 12 वर्षदेखि बनेको छैन। तर अब के भन्ने आउँछ भने सुरुङ तिम्रो कारणले गर्दा बनेको हो भने हुलाकी राजमार्ग पनि तिम्रो कारणले गर्दा नबनेको भन्ने कुरा आउँछ। हुलाकी राजमार्गमा म पोहोर साल म पनि गएको अभियानमा, म पनि पूर्वदेखि पश्चिमसम्म हिँडेको। सरकारसँग हुलाकी राजमार्गमा बसेका मान्छे यसपालि मात्र होइन, मान्यज्यू सम्मान्य सभामुख महोदय अघिल्लो साल पनि मान्यज्यू नै प्रधानमन्त्री हुँदै गर्दा पनि भयानक रिसाएका थिए। 12 वर्ष पुल बनेको छैन, पुल बनिने साथ भाँसिएको छ। सारा खेत उहाँ चाहिँ नीलगाईले काहीँ छोडेको चौपायाले खेत बारी नष्ट भएको छ। पुलको समस्या छ, बाटोको समस्या छ, यति धेरै कुराहरू छ। र त्यहाँ सानसाना सिँचाइका आयोजनाहरू 2 करोड 5 करोड 10 करोड गरिदिनु पर्ने आयोजनाहरू बनेका छैनन्। ती सबै कुराहरूबाट रिसाएका छन्, हिजो पनि रिसाएका थिए, आज पनि रिसाएका छन्। मैले केवल यति मात्र आग्रह गर्न खोजेको, फेरि पनि आग्रह गर्छु सम्माननीय सभामुख महोदय मार्फत कि हामीहरू चाहे हामी सरकार पक्ष हौँ, नेपाली कङ्ग्रेस, नेकपा एमाले, माओवादी, हामी जति पनि छौँ वा प्रतिपक्ष माओवादी केन्द्र होस्, हाम्रो अवस्था कस्तो भइसक्यो भने कहिलेकाहीँ त्यहाँ बसेर एकजना सम्मानजीले बोल्दै गर्दा, अहिलेका सम्मानजीले वा पूर्व सम्मानजीले बोल्दै गर्दाखेरि कतिखेर ताली बजाउने, कतिखेर ताली नबजाइसक्यो हामीहरू। मेरो सरकारको पालामा भन्दै गर्दाखेरि चाहिँ हामीले बजाउने कि नबजाउने त्यो हिसाब गर्नुपर्ने हुन्छ। त्यो बेलामा म सरकारमा थिएँ कि थिएन भनेर, यो हामी प्रतिपक्षमा भएको यस्तो गऱ्यो भनेको बेलामा चाहिँ ताली बजायो भने हामीलाई गाली पो गरे हो कि कन्फ्युज हुन्छ। हामी यति धेरै अदला बदली गरिसक्यौँ। यहाँ फेरि अहिले पर बस्ने दलहरू पनि धेरै फरक हुनुहुन्न, उहाँहरू पनि कहिले यता कहिले उता भएको सबै मिसिएकै छौँ हामीहरू। हामीले यो बिचको समयमा हामीले धेरै कुराहरू गऱ्यौँ, धेरै कुराहरू गर्न चुक्यौँ, धेरै कुराहरू सुधार्नै पर्नेछ, एकदमै सुधार्नु पर्नेछ। म त्यसका बारेमा पनि आउँछु। तर विषयवस्तु यसरी प्रस्तुत नगरौँ कसैले पनि, न सरकार पक्षबाट न प्रतिपक्षबाट, जसले गर्दा बाहिर सुन्नेलाई यस्तो लागोस् कि बर्बाद भयो, सकिएछ, खत्तम भएछ, केही पनि बाँकी छैन। एउटाले अर्कोलाई भन्दै गर्दा सुन्नेले के बुझिरहेको सुनिरहेको हुन्छ भने केही समय अगाडि त सरकारमा देखेकै थियो त बाबा, हेरिरहेकै थियो त, उसलाई के लाग्छ? उसले पत्याउँछ? उसले म चाहिँ पानीमाथिको ओभानो हुँ नि बाँकी सबै पानी मुनि डुबेका हुन् भन्दा पत्याउँछ? अरू तिमी हिलोमा डुबेको म चोखो भन्दै गर्दा पत्याउँछ? म को ओभानो को चोखो पनि भनिरहेको छैन। समस्याहरू छन्, समस्याहरूको हल खोज्नुपर्छ। समस्या सृजना हामीले नै गरेको, कमजोरी हाम्रो नै हुन्।
सच्याउनुपर्छ भनिरहेको छु। खालि मेरो आशय यसरी नजाउँ भन्ने मात्रै हो। यहीँभित्र अर्को एउटा समस्या पनि छ। एउटा अवधारणा छ, इल्युजरी सुपेरियोरिटी इफेक्ट भन्दो रहेछ। यो श्रेष्ठताको हेर्नु होला यो आफू श्रेष्ठ छु भन्ने एउटा भ्रामक, त्यो भ्रामक श्रेष्ठताको आफूलाई त्यो महसुस हुनु। यस्तो हुँदै गर्दा यसको एउटा संज्ञानात्मक पूर्वाग्रह हुँदो रहेछ, कग्निटिभ बायस। यो कग्निटिभ बायस खास गरिकन अझ राजनीतिक व्यक्तिमा वा समूहमा हामीले कस्तो लाग्दो रहेछ भने मभन्दा असल कोही पनि छैन, मभन्दा जानेको कोही पनि छैन, मभन्दा बौद्धिक कोही पनि छैन, मभन्दा नैतिक कोही पनि छैन, मभन्दा ज्ञानी कोही पनि छैन, मभन्दा असल कोही पनि छैन। म र मेरो समूह बाहेक बाँकी रहेको मानिसहरू यति खत्तम छन्, यी सब भ्रष्ट हुन्, यी सब अयोग्य हुन्, यी सब अनैतिकता बोकेका झुन्डहरू हुन्। म कहिलेकाहीँ संसदभित्र हेर्छु, संसद बाहिर हेर्छु, हे हान्ने साँडे जस्तो दौडिरहेको हुन्छौँ हामी फापानो फुपू गरेर, र भन्दै गर्दा जम्मा एउटा कुरा हुन्छ, यतातिर फर्केर त भ्रष्ट, त खत्तम, त अयोग्य, तेरो सबै परिवार, तेरा पार्टी, तेरा सबै कुरा अयोग्य, म नैतिक, म असल, मैले जति जानेको कसैले छैन, सबै कुरा मलाई थाहा छ। यो पनि समस्या हो। यसले के गर्छ, यसले पनि अहिले मैले भनेको बाहिर जुन भावना बनिरहेको छ यसले पनि त्यतैतिर बल पुऱ्याउँछ। किन बल पुऱ्याउँछ भने यसरी चर्को हुँदै जाँदै गर्दा यो सबैलाई डिसमिस गर्न खोज्दै गर्दाखेरि आफू पनि सँगसँगै डिसमिस भइरहेको भइन्छ है हामी। अस्ति यहाँ एउटा चर्चा भयो, बदेल र उसलाई मात्र किन देश बिगार्नेलाई पनि ठोक्ने बन्दुक चाहिन्छ, खतरै कुरा भने जस्तो लाग्यो होला। त्योभन्दा खतरा अर्कोले भनिदिन्छ नि त सिंहदरबार जलाइनुपर्छ भनेर, त्यो पो ठिक हो कि भन्ने लाग्छ। त्यो सिंहदरबार जलाइनुपर्छ भनेर भनेको खतरा लाग्छ भनेको बेलामा त्योभन्दा खतरा अर्कोले भनिदिन्छ कि व्यवस्था पल्टाइदिनुपर्छ, सडकमा आयो त व्यवस्था पल्टाइदिनुपर्छ भनेर खतरा लागिरहेको बेलामा अर्को खतरा निस्किसक्नु। उहाँले के भनिसक्नुभयो भने तिमीहरू त देखेर मात्र आएका हो, भिडमा खास गरेको त मैले हो, अस्तिसम्म सिग्नेचर गरेको थियो, चुनाव लडाएको थियो, सांसद भएको थियो, भत्ता खाथ्यो, गरेको त मैले, मेरै पछि त आएको नि भने आज अन्तर्वार्ता पढिरहेको थिएँ। कोभन्दा को खतरा भन्ने प्रतिस्पर्धा त चलिहाल्छ नि। अब दलै खोलेर बसेकोलाई त दल अर्कोले त भन्ने नै भयो। यसले पनि समस्या गरे सामान्य सभाको मते, किनभने यो विषयका सन्दर्भमा हामी जसरी छलफल गरिरहेका छौँ, बहस गरिरहेका छौँ, हाम्रो छलफल बहसको प्रभाव यहाँभित्र मात्र सीमित छैन। म भर्खर पूर्वी पहाडमा पनि गएर आएँ, पश्चिमका पहाडहरूमा गएँ, मधेसमा गएर आएँ। म गएका कार्यक्रमहरूमा, पार्टीको कार्यक्रमहरूमा देखिने गरी कार्यक्रमहरूमा देखिन्छौँ, सहभागी हुन्छौँ। तर म साँझ बिहान समय बिताएको छु, बसेको छु, त्यहाँका मानिसहरूसँग अन्तर्क्रिया गरेको छु, फरक पार्टीका साथीहरूसँग भेट्ने कोसिस गरेको छु, मानिसहरूको कुरा सुन्ने कोसिस गरेको छु। त्यसको आधारमा मैले गरेको अवलोकन हो यो। हामी सबैलाई उनीहरू एउटै डालोमा हालिरहेका छन्, कसैलाई छुट्याइरहेका छैन, र हाम्रो आफ्ना कुरा गर्ने तरिकाहरूबाट हामी झन्झन आफैलाई दलदलमा फसाइरहेका छौँ। जो संविधान नमान्ने हो, जसले यो व्यवस्था मान्दिनँ भनेर भन्छ, मेरो उसको बारेमा केही भन्नु छैन। यो संवैधानिक प्रबन्धलाई बदलौँ भनेर भनेको कुरा यो व्यवस्था मान्दिनँ भनेकै भयो। हिजो योभन्दा अगाडिको संविधान हुँदै गर्दा यो संविधान अब बदल्नुपर्छ, यो संविधान मान्दिनँ भनेर मैले बोल्दै गर्दाखेरि म राजुरोको मुद्दा बोकेको मानिस हुँ। म जस्तै थुप्रै हुनुहुन्छ। यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो, यसको ब्युटी नै यही हो। यसमा यो व्यवस्था मान्दिनँ भन्न पनि पाइयो, यो व्यवस्थामाथि प्रश्न गर्न पनि पाइयो, घृणा, राष्ट्रद्रोह, हाम्रो आफ्नो संविधानका सीमाहरू छन्, ती सीमाहरूभित्र बसेर आफ्नो आइडियाको कुरा गर्न पाइयो, जुन कुरा हिजो हामीले गर्न पाएन। जुन कुरा बोल्दै गर्दा भन्दै गर्दा हामीले त्यो मुद्दाहरू खेप्यौँ। मेरो यसका बारेमा केही पनि टिप्पणी छैन। मेरो खालि केमा मात्र हो भने जो हामी संविधानका पक्षधर छौँ, हामी संविधानका पक्षधरहरू, हाम्रा बिचमा समझदारी भनेको हाम्रा बिचमा हुन आवश्यक छ। हामी सरकार पक्ष छौँ, प्रतिपक्ष छौँ, यो बदलिरहेको छ। अहिलेको सरकार पक्ष भोलि प्रतिपक्ष हुन्छ, अहिलेको प्रतिपक्ष भोलि सरकार पक्ष हुन्छ। प्रतिपक्षको आफ्नो भूमिका छ, सरकारको आफ्नो भूमिका छ, हाम्रो आफ्नो भूमिकाहरू पनि निर्वाह गर्छ। तर आफ्नो आफ्नो भूमिकाहरू निर्वाह गरिरहँदै गर्दा संविधानका बारेका हाम्रा आफ्ना साझा कमिटमेन्टबाट हाम्रा बिचका न्यूनतम समझदारीलाई हामीले कायम राख्नुपर्छ। हामी अहिले संविधानमा केही कुराहरू बदलौँ भनिरहेका छौँ। संविधानमा केही कुरा बदलौँ भन्दै गर्दा के हामी संहिता बदल्छौँ, के हामी समावेशिता बदल्छौँ,
कि हामी यसभित्र भएको बहुजातीय बहुभाषिक बहुसांस्कृतिक विशेषता युक्त जुन नेपाली समाज छ त्यसको प्रतिनिधित्व गर्ने जुन खालका हामीले प्रबन्धहरू गरेका छौँ, हाम्रा संस्थाहरू बनाएका छौँ, कुरा बदल्दैन। तर हामीलाई केही कुरा त बदल्नु पर्नेछ। हामी निर्वाचन प्रणालीमा केही कुरा बदल्न चाहन्छौँ, हाम्रो समावेशिता समानुपातिक प्रतिनिधित्वलाई कायम राखेर। हाम्रो संहिताको ढाँचामा हामी यसलाई अझै कामकाजी बनाउन चाहन्छौँ। हाम्रो सरकारी खर्च असाध्यै महँगो भयो, यत्रो धेरै जनप्रतिनिधि किन चाहियो? यसको सङ्ख्या घटाउन चाहन्छौँ हामी। यस्ता थुप्रै प्रबन्धहरू छन् जुन प्रबन्धहरू हामी बसेर सल्लाह गरेर गर्न सक्छौँ। हामीले यति मात्र भनिरहेको त हो नि, हामी पहिला नेपाली काङ्ग्रेस पार्टीभित्र छलफल गर्छौँ, किनकि हाम्रै पार्टीभित्र भिन्न भिन्न मतहरू छ। त्यो भिन्न भिन्न मतहरूमध्ये एउटा मत हामीले बनाएका छौँ, यति कुरा गर्न सकिन्छ भनेर। सरकारमा सँगै नेकपा एमालेसँग छौँ, पहिला नेकपा एमालेसँग कुराकानी गर्छौँ, उहाँहरू हाम्रो बिचमा सबै कुरा मिल्छ भन्ने छैन। संविधानका सन्दर्भमा हाम्रा साझा कुराहरू के छन् त्यो हामी पहिलाउँछौँ। हामी साझा कुरा यो हो कि संविधानका फन्डामेन्टल कुरा चलाउनु हुँदैन, यो संविधानलाई अझै कामकाजी बनाउनुपर्छ, अझै सार्थक बनाउनुपर्छ। यो 10 वर्षको 8 वर्षको अनुभवबाट हामीले सिकेको कुराहरूबाट संविधानले जुन उद्देश्य पूर्ति गर्नका निम्ति जे कुराहरू लेखेको छ त्यसभित्र केही सकारात्मक सोचका साथ त्यही कुरा बदल्न सकिन्छ, बदल्नुपर्छ। यो कुरामा हाम्रो कुरा मिल्छ। त्यसो बदल्ने भनेको कुराहरू के हुन्? हामी यहाँ कुरा गर्न चाहन्छौँ। हामी यो कुरा गरिसकेपछि निश्चित रूपमा सबभन्दा पहिला हामी कोसँग कुरा गर्न चाहन्छौँ? हामी माओवादीसँग कुरा गर्न चाहन्छौँ। हामी यसको पार्टनर हो, हामीले सँगै बसेर बनाएको। हामी त्यो कुराकानी गरिसकेपछि अरू बाँकी रहेका मधेस केन्द्रित दलहरू छ, हामी उहाँहरूसँगै बसेर कुराकानी गर्छौँ। नयाँ आउनुभएको दलहरू हुनुहुन्छ, उहाँहरूसँग बसेर कुराकानी गर्छौँ, कुराकानी गरौँ। त्यसबाट हाम्रो समझदारीबाट हामी कुन कुन कुराहरू बदल्न सक्छौँ ती कुराहरू हामीले बदल्ने हो। यी केही कुराहरूलाई हामी सकारात्मक ढङ्गले लिएर जान सक्दैनौँ। हामी संविधानकै बहसमाथि पनि तल्लो तहमा अहिले म जाँदै गर्दा कसरी बहस गरेका छौँ? हामी एउटाले संविधान हाम्रै बिचमा है, संविधान नमान्ने त धेरै परको कुरा भइहाल्यो। हाम्रै बिचमा एकअर्कालाई प्रश्न गर्दा हामीले कस्तो बनाइदिएका छौँ? म चाहिँ सङ्घीयता समानुपातिक समावेशिता यो कुरा जोगाउने पक्षमा छु, अर्को पार्टीहरूलाई भाड्ने पक्षमा छ। तल के भएको छ? तल प्रदेशहरूका सन्दर्भमा हामीले प्रदेशहरूलाई कामकाजी बनाउन नसकेको सङ्घको कारणले गर्दा हामीले अधिकार नदिएर मुट्ठी कसेर हामीले एकअर्कालाई दोष लाएर के गर्ने? हामी सबै पालो पालो सरकारमा बसेको, हामी कसैले बनाएनौँ संहिता सम्बन्धी कानुन, दर्जनौँ कानुनहरू हामीले बनाउनु पर्ने थियो। हामीले अहिले पार्लियामेन्टकै रेकर्ड हामीले पल्टाएर हेऱ्यौँ भने हामी देख्न सक्छौँ नि, हामी सबैले यसमा जति काम गर्नुपर्ने गरेनौँ। त्यसको कारणले गर्दा प्रदेशले ठिक ढङ्गले काम गर्न सकेन। प्रदेशले ठिक ढङ्गले काम गर्न नसकेको कारणले गर्दा प्रदेशमाथि प्रश्न आयो। प्रदेशमाथि प्रश्न आउँदै गर्दा त्यसको प्रयोग संविधान चाहिँदैन, व्यवस्था चाहिँदैन भन्नेले स्वाभाविक रूपमा गर्ने अवस्था बन्यो। हामीले एकअर्कालाई दोष लाएर भन्दा पनि हामीले अहिले छलफल गरेर संवाद गरेर हामीले बनाएको यो प्रादेशिक व्यवस्थामा प्रदेशलाई कामकाजी कसरी बनाउने, यसलाई संविधानसँग केही कुरा जोड्नुपर्ने होला, कानुनसँग केही कुरा जोड्नुपर्ने होला, यी विषयहरूमा हाम्रो बिचमा थप छलफलको आवश्यकता छ भन्ने लाग्छ। हो, यो भनिरहँदै गर्दा हाम्रा पार्टीहरूका बिचका यी समझदारी आवश्यक छन्। तर सँगसँगै हामी सरकार पक्ष छौँ, हामी प्रतिपक्ष छौँ। प्रतिपक्षले अपोजिसनको ठाउँबाट खास गरिकन यहाँ अहिले भ्रष्टाचारका विषयमा, कुशासनका विषयमा उठाएका कुराहरूका सन्दर्भमा यी कुराहरू उठी पनि राख्नुपर्छ। जहाँ गलत भएको छ ती प्रश्नहरू, यस्तो अझै धारिलो प्रश्नहरू यहाँभित्र आउनै पर्छ। यसैले सच्याउँछ, यसैले सरकारलाई सचेत पनि गराउँछ, भएका गल्ती कमजोरीहरूलाई सुध्रनका निम्ति बाध्य पनि बनाउँछ। हिजो हामी अपोजिसनमा बस्दा त्यही कुरा गरेको। आज हामी सत्तापक्ष हुँदै गर्दा सरकारका जुन ठाउँ बसेर सरकार सञ्चालन हुन्छ त्यो ठाउँमा हामी त्यही नै गरिरहेका छौँ, कोही चुकेका छैन। प्रतिपक्षको बेन्चबाट गर्ने कुरा यी कुराहरू हुनुपर्छ, यसलाई म स्वागत गर्छु। तर सँगसँगै कतिपय कुराहरूका सन्दर्भमा त फेरि पार्टनरसिपको कुरा पनि होला। कतिपय कुराहरू, कतिपय विधेयकहरू यही संसदभित्र बसेर यही सरकारले ल्याएका विधेयकहरू जस्ताका तस्तै सरकारका विधेयकहरू पारित हुने हो भने त समितिमा गएर सबैभन्दा बढी संशोधन हाल्ने सांसदहरू हामीहरू बनेर सरकारले ल्याएका विधेयकहरूमा यत्रो संशोधन हालेर यसलाई सुधार गर्नुपर्ने कुरा किन हुन्थ्यो होला? त्यसैले सरकारले ल्याएका कतिपय विधेयकहरूका सन्दर्भमा, कानुन निर्माण गर्ने कुराका सन्दर्भमा, चाहे त्यो सामाजिक सञ्जाल सम्बन्धी कानुन होला, चाहे पछि आउने भूमिको कानुन होला, यस्ता कतिपय कानुनहरूमा त हामीसँगै फेरि साझेदारी गर्ने होला नि त। सँगसँगै बसेर यसलाई सच्याउनु पर्ने कुराहरू होला। यी कुराहरूका सङ्गमा म सँगसँगै कामहरूमा आग्रह गर्न चाहन्छु। यत्रो ठुलो ग्लोबल पोलिटिकल अहिले अपिभल भएको छ कि सरकार पक्ष प्रतिपक्ष हामीहरू सँगै बसेर नेपालको फरेन पोलिसीका सन्दर्भमा हामीले एकअर्कालाई आरोपित गर्न मात्र हुन्छ। अब हामी सँगै बसेर यो बेलामा नेपालले आफूलाई कसरी सम्हाल्ने कुरा गर्नु पर्दैन। म माननीय जनार्दन शर्माले यहाँ उभिएर बोलेको सम्झन्छु, एकअर्कालाई आरोप प्रत्यारोप नगरौँ, सुसूचित बहस गरौँ, कम्तीमा यसरी जाउँ भनेर भनेको कुरा सम्झन्छु र त्यही कुरालाई फेरि एकपटक यहाँ दोहोऱ्याउन पनि चाहन्छु। यहाँ पटक पटक कुरा उठेको छ, भ्रष्टाचारका विषयमा कुरा उठेको छ, काण्डरका बारेमा कुरा उठेको छ। म आज नेपाली काङ्ग्रेसको तर्फबाट आग्रह गरेर भन्न चाहन्छु, सम्मानित सभामुख महोदय मार्फतबाट भन्न चाहन्छु, ती के कुराहरू, कुन कुन विषयहरू? अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, सम्मानित अदालत छ,
हाम्रो आफ्नो प्रहरी प्रशासन छ। हिजो राज्यको प्रहरी प्रशासन हुँदै गर्दा, सरकार हुँदै गर्दा सरकारले गरेको अनुसन्धानमा चित्त बुझेन, त्यसकारणले गर्दा हामीलाई संसदीय समिति चाहिन्छ भनेर हामीले संसदीय समिति माग्यौँ। अहिले राज्यको तर्फबाट गरिएको कुनै अनुसन्धानमा त्यहाँभित्र फेयर भएको छैन भन्ने, यहाँभित्र आशंका छ, संशय छ, प्रश्न छ, आरोप छ, ती कुन कुन विषयहरू छुट्याएर कुरा गरौँला। ती कुन कुन विषयहरूमा छानबिन समिति बनाउनु पर्ने हो, कुन विषय हामीलाई संवैधानिक निकायले गर्छ भन्ने कुरामा विश्वास छैन। ती कुन कुन काण्डहरू, एउटा काण्डमा हामीले सधैँभरि काण्ड भनेर यताबाट उता काण्ड, उताबाट यता काण्ड भन्दैहरू होइन। ती नेपालभित्र भएका घटेका काण्डहरू हुन्। ती काण्डमा जोसुकै संलग्न हुन् तिनले सजाय पाउनै पर्छ भन्ने बारेमा न सरकार पक्ष हुन्छ न प्रतिपक्ष हुन्छ। हामी एक ठाउँमा आएर ती कुराहरू गर्ने हो। ती कुराहरू गर्नका निम्ति खुला छलफल गरौँ, सुसूचित बहस गरौँ। सम्पत्ति छानबिनको कुरा पटक पटक उठ्छ यहाँभित्र। यही हाम्रै पार्टीका सांसद साथीहरू हिजो सरकार पक्ष हुँदै गर्दा उहाँहरूले संसदमा विशेष प्रस्ताव दर्ता गराउनु भएको छ। हामी सबै बोलिरहेका छौँ, हामी सबै एउटै पेजमा छौँ भने मिलेर गरौँ। यहीँ भित्रबाट बसेर ल यो संसदबाट निर्णय गरेर जाउँ न त। ल हामी कुनै आयोग बनाएर जाने भने हो कि हामीले कुनै उच्चस्तरीय कुनै समिति बनाउने भनेको हो कि कसरी जाने भनेको, के गर्ने भनेको, यी विषयहरूलाई यसरी टुङ्ग्यायो भने सायद बल्ल बाहिर आएर रिसाएका ती नागरिकहरूसँग संवाद गरेको चाहिँ त्यो बेलामा बल्ल ठिक ढङ्गले हुन्छ भन्ने मलाई लाग्छ। मैले यो गरौँ भनेर भनिरहँदै गर्दा म आफै सरकारमा छु भन्ने कुरा बिर्सेको छैन। मेरो पार्टी र नेकपा एमाले पार्टी मिलेर बनेको यो सरकार, अरू पार्टीहरू मिलेर बनेको सरकार सबभन्दा बढी ठिक भन्नुभएको छ, सबभन्दा बढी सुधार गर्ने जिम्मेवारी सरकारकै सन्दर्भमा छ। दुईटा ठुलो पार्टी मिलेर बनेको सरकार, प्रचण्ड बहुमत भएको सरकार, सङ्ख्याको सुविधा भएको सरकार, यसबाट स्वाभाविक रूपमा धेरै ठुलो अपेक्षाहरू छन्। यो अपेक्षाहरू पुरा गर्ने कुराको सन्दर्भमा सबभन्दा ती अपेक्षाहरू नागरिकले महसुस गर्न पाउनुपर्छ। क्विक फिक्सेसहरू, सबभन्दा पहिला सानसाना गर्न सकिने कामहरू, लो ह्याङ्गिङ जति पनि कुराहरू छन् ती कुराहरू सरकारले गरोस् भन्ने कुरा हो। त्यसपछिको कुरा भनेको यसले गर्ने केही ठोस सुधारका कुराहरू छन्। अहिले यहाँभित्र पनि पटक पटक अध्यादेश भन्ने कुरा उठेर आउँछ। मैले यसलाई कसरी बुझेको छु भने 2-3 दिन अगाडि मैले कतै पढेँ कि हाम्रो एउटा मूर्धन्य व्यक्तित्व प्रभाकर शमशेरको नाममा एउटा लेक्चर भएको रहेछ। त्यो लेक्चरमा सिरिजमा डाक्टर कृष्णमूर्ति सुब्रमण्यम जो अहिले IMF को डिरेक्टर पनि हुनुहुन्छ, पहिला आर्थिक सल्लाहकार हुनुहुन्थ्यो, उहाँको एउटा स्टेटमेन्ट मैले कोट गरेको। उहाँले पनि अरूलाई कोट गर्नुभएको, कौटिल्यलाई कोट गर्नुभएको, हे राजा तिमी आऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ, त्यो बेलाको शासक, त्यसपछि मात्र देशले समृद्धि प्राप्त गर्छ। अहिले गरिएको सरकारलाई म धन्यवाद दिन्छु। अहिले सरकारले गरेको कानुनी सुधार, यो वर्षौँदेखि सबै काम हामी गर्छौँ भनेर राज्यले जुन नियन्त्रण गर्न खोज्यो यसलाई फुक्का गर्न खोजेको। अरू म त भन्छु अरू 50औं अरू कानुन छन्, ती कानुनलाई खारेज गर्नुपर्छ। 50औं कानुन बदल्नुपर्छ, 100औं निर्देशिकाहरू खारेज गर्नुपर्छ। हाम्रो कामै के भएको छ? सरकारको कामै कोही नागरिकले के कुरा गर्न खोज्यो हामी त्यसलाई रोक्न गएका छौँ। यहीँभित्र सम्मानित सभामुखले अहिले यत्रो कुरा यता अध्यादेशबाट सुधार गर्ने कानुन ल्याउँदैछौँ, फेरि अर्कोतिर विद्युत लगायतका विधेयकहरू हेऱ्यो भने कतिपय ठाउँमा पछाडि फर्किने कोसिस गर्दैछौँ। हामीले विषयका सन्दर्भमा सरकारले गम्भीरतापूर्वक सोचोस्, यो कुरा ठिक ढङ्गले गएका छन्। यो ठिक ढङ्गले गएर अलिकति वातावरण बन्यो भने बल्ल अनि हामीले संरचनागत परिवर्तन ठिक ढङ्गले गर्न सक्छौँ। तर यसका लागि सरकारले ट्रस्ट अर्न गर्नुपर्छ। संरचनागत परिवर्तन सजिलो छैन। यी परिवर्तनहरू गर्ने कुरामा त यत्रो अवरोध छ भने ती परिवर्तन सजिलो छैन। ट्रस्ट अर्न गर्नुपर्छ। ट्रस्ट अर्न गर्ने कुराको सन्दर्भमा 2-3 कुरा सरकारको ध्यान जानैपर्छ। म सम्माननीय सभामुख महोदय मार्फत सम्माननीय प्रधानमन्त्रीलाई भन्न चाहन्छु, जुन कुरा उहाँसँग एक्लै भेट्दा पनि भनेको छु, राजनीतिक दलका नेताहरूसँग भेट्दै गर्दा पनि भनेको छु कि सरकारका सन्दर्भमा सरकारले के कुरामा ध्यान दिनुपर्छ। एक, सरकारले कानुनहरू निर्माण गर्दै गर्दा ती कानुनहरूले सुधार गर्ने कुरा बृहत्तर सार्वजनिक हितका निम्ति हुनुपर्छ। कुनै एउटा व्यक्ति वा कुनै समूहले त्यसको लाभ लिन हुँदैन भन्ने कुरातर्फ सरकार जसरी प्रश्न उठेको छ निरन्तर सचेत रहनुपर्छ। सरकारका निर्णयहरूका सन्दर्भमा यहाँ पटक पटक कुरा उठेको छ। अस्ति माननीय उपप्रधानमन्त्रीले एउटा जिम्मा लिएर भन्नुभएको छ, तर जिम्मा लिँदै गर्दा सँगै यो पनि ख्याल राख्नुपर्छ कि पार्लियामेन्टले पनि निरन्तर हेरिरहेको हुन्छ, हामी सबैले हेरिरहेका हुन्छौँ। हामी गभर्नरको नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौँ, हामी IGP को नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौँ। को व्यक्ति भयो, को व्यक्ति भएन, यति सानो नेपाल त सबैले थाहा पाउँछ। यो प्रत्येक कुरामा सरकारले आफ्नो एक्सनबाट, आफ्नो कामबाट, आफ्नो निर्णयबाट संसदको पनि र अरू राजनीतिक दलको पनि आम मानिसहरूको विश्वास जित्ने वातावरण बनाउन सक्नुपर्छ। मेरो अर्को आग्रह छ सरकारलाई, सरकारका मान्य मन्त्रीजीहरूलाई, यो नचाहिने ठाउँमा हात हाल्नु। यो नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको यो कपाल बाँधेर दुखाउने भनेको जस्तो जुन कुरा चलाउनै हुन्न, जुन कुरा आवश्यकै छैन, त्यो अनावश्यक विषयहरूमा गएर सरकारले नचाहिने काम पनि नगरोस् भन्ने पनि मेरो सँगसँगै आग्रह छ। अर्को महत्त्वपूर्ण कुरा भनेको दण्ड जरिवाना गराउने कुराको सन्दर्भमा जो सरकारसँग भएको आफ्नो अधिकारको कुरा हो, त्यो अधिकारको प्रयोग गर्दै गर्दा
न्यायपूर्ण भएन, विवेकपूर्ण भएन भने प्रश्न लगातार उठिरहेको छ, जुन बन्द कोठाभित्र पनि हामी भनिरहेका छौँ। चाहे त्यो सहकारीको प्रकरण होस्, चाहे त्यो सार्वजनिक जग्गा हिनामिनाको प्रकरण होस्, चाहे त्यो मानव बेचबिखनको प्रकरण होस्, चाहे त्यो क्याम्पस तोडफोड गर्ने मान्छे होस्, सरकारले कतिखेर अझै बढी विश्वास आर्जन गर्छ भने यसमा कोही काखा कोही पाखा, मेरो तेरो, यो दलको यो झन्डा बोक्ने, मेरो पार्टीको यो त्यो नहेरिकन निर्मम भएर कानुन सबको लागि बराबर छ भन्ने कुरालाई स्थापित गराउनै पर्छ। त्यसपछि बल्ल एउटा विश्वासको वातावरणमा, त्यो विश्वासको वातावरण चाहिएको छ। सम्माननीय सभामुख महोदय, किन विश्वासको वातावरण चाहिएको छ भने काङ्ग्रेस र एमाले र काङ्ग्रेस मिलेर बनेको सरकारले अहिले सुरुवात गरेको आर्थिक सुधारको कामलाई अझै गति दिनुपर्नेछ, यसलाई बढाउनु पर्नेछ। यस्तो वातावरण बनाउनु पर्नेछ कि नेपालभित्र काम गर्न सकिन्छ भन्ने वातावरण बनाउनु पर्नेछ। नेपालभित्र काम गर्दै गरेका नौजवानहरूलाई हौसाउनु पर्ने वातावरण बनाउनु पर्नेछ। त्यो वातावरण बनाउनका निम्ति ती नागरिकहरूसँग संवाद गर्नुपर्नेछ। नागरिकसँग संवाद गर्नका निम्ति विश्वास आर्जन गर्नुपर्नेछ। विश्वास आर्जन गर्नका निम्ति आज उठेका यी प्रश्नहरूलाई सम्बोधन गर्नै पर्छ। यी प्रश्नमा काहीँ गल्ती चुकेको अवस्था बनेको छ भने त्यसलाई सच्याउनै पर्छ। यसबाट यसबाट भागेर पनि हुन्न, यसलाई ढाकेर पनि हुन्न। सम्माननीय सभामुख महोदय, मेरा भनाइहरू टुङ्ग्याउने क्रममा म एउटा दुईवटा कुरा आग्रह गरेर टुङ्ग्याउँछु। मलाई पुरानो व्यवस्था चाहिन्छ भन्ने स्वतन्त्रता मैले अहिले पनि भने, यसको प्रयोग होस्, केही छैन। म स्पेनमा देख्छु नट माई किङ भन्ने मुभमेन्ट चलिरहेको छ, बेलायतमा नट माई किङ भन्ने मुभमेन्ट चलिरहेको छ। मोनार्की भएको देशमा मोनार्की चाहिँदैन, मोनार्की नभएको देशमा अघि फ्रान्सको कुरा भन्नुभयो मान्यजीले, वर्षौँ पछाडि पनि चलिरहेको हुन्छ। यतातिर योभन्दा बढी मेरो टिप्पणी केही पनि छैन। म खालि युवा साथीहरूलाई मेरो आग्रह छ, खास गरी तन्निरे साथीहरूलाई म मेरो भनाइहरू टुङ्ग्याउने क्रममा आग्रह गर्न चाहन्छु। मैले 2048 सालमा एसएलसी दिएको, 2046 सालको आन्दोलनमा सहभागी भएको, क्लास 9 पढ्दै गर्दाखेरि मैले नेपालले दह्रोसँग खुट्टा उभिन देखेको त्यही बेलामा। हाम्रो विद्यालयहरू कस्ता थिए, म त काठमाडौँ जन्मिएको अझ, सडक कस्तो थियो, बाआमाले सुनाएका कथाहरू कस्तो थियो मलाई थाहा छ। राजनीतिक दल हामी आयौँ, सरकार बन्यो, उद्योग धन्दाहरू खुल्न थाले, धेरै ठुलो परिवर्तन छोटो समयमा आयो। हामीले गल्ती गऱ्यौँ, हामी चुक्यौँ। दलहरू हाम्रो आफ्नो आफ्नो दलभित्रका अनावश्यक कुराहरूमा हामी चुक्यौँ, सरकार चलाउन सकेनौँ, मध्यावधिमा गयौँ। त्यही बेलामा नेपाल एउटा ठुलो युद्धमा पर्यो। त्यो युद्ध नेपालको लागि आवश्यक थियो, कसैको दाबी होला, आवश्यक थिएन, मेरो आफ्नो कुरा छ। तर जे होस्, एउटा यस्तो परिस्थिति आयो कि म 22-23 वर्षको उमेरमा क्याम्पस पढ्न पुग्दै गर्दाखेरि यस्तो अवस्था आयो कि त्यो बेलामा नेपालभित्र एक ठाउँबाट ठाउँमा जानको लागि भिजा चाहिन्थ्यो। कहीँ जान पाइन्छ कि पाइँदैन थाहा थिएन। एउटा यस्तो अलि पछाडि यस्तो अवस्था आयो कि नेपाललाई स्वर्ग बनाउँछु भनेर शासन सत्ता हातमा लिइसके पछाडि म यसो तन्नेरी साथीहरूलाई यसो सम्झाउनु, म आफ्नो बेलाको सम्झेर भन्न चाहन्छु। रातारात हामी कुरा गर्दा गर्दा हाम्रो फोन गयो, हाम्रो इन्टरनेट गयो, सडकमा हिँड्दा हिँड्दै हामीलाई उठाएर लिएर जाने भयो, हामी थुनिने भयो। यो सबै कुराहरू हामीहरू अनुभव गरेर आयौँ। हाम्रा कति साथीका बाहरू मारिए, कति साथीका आमाहरू मारिए, अहिले पनि हामी सँगसँगै छन्, यता पनि छन् उता पनि छन्। हामी ठुलो युद्धबाट बाहिर निस्केर आएको। म तन्देरी साथीहरूलाई भन्न चाहन्छु, पार्लियामेन्टबाट अहिलेको जस्तो इलाम घुम्न जाउँ, पोखरा घुम्न जाउँ, यहाँ ट्रेक जाउँ, यहाँ यो गरौँ, यहाँ त्यो गरौँ भन्ने हाम्रो पालामा तपाईँहरूको उमेर हुँदै गर्दा हामी सोच्न पनि सक्दैन थियो। किनकि प्रत्येक दिन मानिस मारिएको समाचार सुनेर उठ्नका निम्ति हामी अभिशप्त भएका थियौँ। यसको अर्थ त्यो बेलाको जुन अवस्था छ त्योसँग तुलना गरेर जे भइरहेको छ ठिक भइरहेको छ भन्ने होइन। मेरो अनुभवको आधारमा म अपिल गर्दैछु, 50देखि 60 सम्मको 10 वर्ष युद्ध हिंसा यही समयमा गयो हाम्रो। 60 देखि 70 सम्मको 10 वर्ष यही संसदमा हामी बस्यौँ, उभियौँ, राजनीतिक सङ्क्रमणको व्यवस्थापनमा गयो। 70 देखि 80 सम्मको 10 वर्ष यो संविधान कार्यान्वयनमा गयो। अहिले बल्ल हामी बिस्तार हाम्रो लोकल गभर्मेन्टहरू आएका छन्, प्रोभिन्सियल गभर्मेन्ट आएका छन्, बल्ल हामी सुरुवात गर्दैछौँ। अब यो 80 देखि 90 को 10 वर्ष सरकारमा को रहला को नरहला छोडिदिउँ। यो 80 देखि 90 को 10 वर्ष त अब हामी त विकासको 10 वर्ष बनाउने होला, समुन्नतिको 10 वर्ष बनाउने होला। हाम्रो प्रतिस्पर्धा पनि यो सरकारमा बस्ने र त्यहाँ बस्नेले अब आउने 84 सालको चुनाव प्रतिस्पर्धा गर्दै गर्दा मेरो पार्टी सरकारमा रहँदै गर्दा मैले कति रोजगारी सृजना गरेँ, मैले कति वैदेशिक लगानी लिएर आएँ, मैले कति पर्यटक भित्र आएँ, मैले कति नयाँ युवाहरूलाई अवसर दिएँ, मैले के गरेँ भन्ने आधारमा हामीले दाबी लिएर जाने होला। नयाँ आउने पार्टीले वा प्रतिपक्षमा बसेका पार्टीहरूले हामी त्योभन्दा राम्रो गर्छौँ, हामीसँग विकल्प यो छन्, योजना यो छन् भनेर जाने होला। हाम्रो बिच यी कुरामा प्रतिस्पर्धा गर्ने होला। तर 80 र 90 को यो दशकलाई फेरि अर्को एउटा पोलिटिकल एडभेन्चरको दशक बनायो भने मैले 48 सालमा एसएलसी दिएको मान्छेले मैले त्यो बेलामा म 17-18 वर्षको उमेरदेखि अझ 14-15 वर्ष उमेरदेखि विद्यार्थी सङ्गठनको राजनीति गर्दै आएको, नजिकबाट देखेको छु, देश घुमेको छु, हेरेको छु। हाम्रो 20औं वर्ष यो बिचमा भयो। यो 20औं वर्ष यी सबैका बावजुद पनि धेरै कुराहरू भए। तर यो 20औं वर्ष नभएको भए योभन्दा अरू धेरै कुराहरू हुन्थ्यो होला। त्यसैले मेरो तन्नेरी साथीहरूलाई आग्रह छ, हेर्नुहोस्, तपाईँले कम्तीमा तपाईँहरू डेटामा विश्वास गर्नुहुन्छ, तपाईँहरू नौजवानहरू हुनुहुन्छ, तपाईँहरू पढ्नु लेख्नुभएको साथीहरू हुनुहुन्छ,
तपाईँहरूलाई कसैले आएर भनिदिन्छ, कहिले यहाँ आएर उभिएर भनिदिन्छ उहिले नेपालले धान बेच्थ्यो भनिदिन्छ। एकपटक तथ्याङ्क पल्टाएर हेर्नुहोस्। उहिले नेपाल स्वर्ग थियो भनेर भनिदिन्छ, तथ्याङ्क पल्टाएर हेर्नुहोस्। उहिले नेपाल असाध्यै राम्रो थियो, जताततै पूर्वाधार खानेपानी बिजुली सब थियो भनिदिन्छ। एकपटक तथ्याङ्क पल्टाएर हेरौँ। मैले तथ्याङ्क पल्टाएर हेरौँ भनेर भन्दै गर्दा अहिले असाध्यै राम्रो भन्ने तर्क होइन। योभन्दा धेरै राम्रो गर्नुपर्ने छ, योभन्दा धेरै राम्रो गर्न सकिन्छ। त्यसैले मेरो ती नौजवान साथीहरूलाई आग्रह हो, नौजवान साथीहरूलाई यी नौजवान साथीहरूसँगको मेरो आग्रह हो कि यो बेलामा हाम्रा वरिपरि जे अवसरहरू आएका छन् ती अवसरहरूलाई हामीले छोप्नुपर्ने छ। ती अवसरहरूलाई छोप्नका निम्ति हामीले अहिले प्राप्त गरेका यी जति पनि यो अहिलेको हाम्रो अवस्था खुला वातावरण छ, खुला वातावरणको प्रयोग गर्नुपर्ने छ। यो अघिल्लो 30 वर्षमा किन भएन, यो 30 वर्षमा किन भयो भन्ने कुराको जम्मा एउटा उदाहरण, जम्मा एउटा कारण हो। त्यो कारण भनेको फ्रिडम अफ चोइस गरेको सरकारले होइन, गरेको नागरिकले नै हो। लोकतन्त्रको सबभन्दा सुन्दर कुरा भनेको नागरिक यसमा सबभन्दा बलियो हुने हो। त्यो नागरिकको कुरा सुन्नका निम्ति ढिलो चाँडो सबै बाध्य हुन्छ। जो सुन्दैन त्यो जान्छ। दल बदल्ने हुन्छ, दलभित्रको नेता बदल्ने काम त हामी नै गरिहाल्छौँ नि। बदल्ने बेला भइसक्यो, अब हामी बदल्छौँ, बदल्ने कोसिस पनि गरेको। मेरो बलबुत्ताले सकेको भए, मेरो बलबुत्ताले भ्याएको भए त अहिले म यहाँ दलको नेता भएर बसिरहेको हुन्थ्यो होला। हात उठाएर बसेको हो र? यहाँभित्र प्रतिस्पर्धा गरिरहेका छौँ, यहाँभित्र बदल्ने कोसिस गरिरहेका छौँ, हाम्रा संस्थाहरूलाई ठिक बनाउने कोसिस गरिरहेका छौँ। त्यसैले बाहिरबाट ती सबै साथीहरू जो हुनुहुन्छ, म ती साथीहरूलाई अपिल गर्न चाहन्छु। वैदेशिक रोजगारीमा जानुभएको साथीहरूलाई अपिल गर्न चाहन्छु, सडकमा आउनुभएका साथीहरूलाई अपिल गर्न चाहन्छु, खास गरिकन नौजवान साथीहरूलाई अपिल गर्न चाहन्छु कि यो बेलामा तपाईँको असन्तुष्टि, तपाईँको आक्रोश हामीले बुझ्नै पर्छ। त्यसलाई हामीले सम्बोधन गर्नै पर्छ, त्यसलाई हामीले सम्हालेर लिएर जानै पर्छ, त्यसको हामीले उपाय खोज्नै पर्छ। म ती नौजवान साथीहरू जसले अहिले यति धेरै, म अस्ति सूचना प्रविधिका साथीहरूलाई भेटेँ, अस्ति मैले केही युवा साथीहरूको पडकास्ट सुनेँ, अस्ति केही युवा साथीहरूसँग बसेर अन्तर्क्रिया गर्ने, पाहाडका साथीहरू अन्तर्क्रिया गर्ने मौका पाएँ, अस्ति चितवनमा गएर युवा साथीहरू भेटेँ। यति धेरै नयाँ कुराहरू गर्ने यो अवसर बनिरहेको छ। सरकारमा बस्ने हामीले पनि यो नयाँ अवसरलाई वृद्धि गर्दै लिएर जाने कुराको सन्दर्भमै काम गर्नुपर्ने छ। हामी अरू बाँकी रहेका प्रतिपक्ष, म फेरि अन्तिममा यही भनेर टुङ्ग्याउन चाहन्छु, हामी त्यही कुराको अपेक्षा गर्छौँ। हाम्रा केही कुराहरूमा हाम्रा बिचमा समझदारी हुनैपर्छ। यो कन्स्टिट्युसन जोगाउने कुरामा, यो कन्स्टिट्युसनका इन्स्टिट्युसन्सहरू जोगाउने कुरामा, यसलाई ठिक ढङ्गले लिएर जाने कुरामा हामी सबैको बिचमा समझदारी हुनैपर्छ। प्रश्न गरौँ, आलोचना गरौँ, तर घृणा फैलाउने काम नगरौँ। यसरी पनि घृणा नफैलाउँ कुनै व्यक्तिका बारेमा, यसरी पनि नजाउँ कि त्यो घृणाले हामी सबैलाई लिएर जान्छ। हेर्नुहोस्, त्यसैले यो संसदभित्र बाहिर हाम्रा बिचमा प्रतिस्पर्धा पनि सभ्य ढङ्गले गरौँ, बहस पनि सुसूचित गरौँ, हाम्रा बिचमा भएका गल्ती कमजोरीलाई पनि स्वीकार गरौँ, समीक्षा गरौँ। सरकारले पनि कुनै अहङ्कार नराखिकन प्रतिपक्षबाट उठेका सही कुराहरूलाई सम्बोधन गर्दै जाने कुराको अभ्यास गरौँ। यति गरेर गयो भने मलाई के विश्वास छ भने आज जो आइडियोलोजिकल्ली म यो गर्छु त्यो गर्छु भनेर आउनुभएको छ, त्यो उहाँहरूको कुरा हो। तर जो साथीहरू यो परिवर्तनका पक्षमा हुनुहुन्छ, हिजो परिवर्तनलाई हामीसँग रहनुभयो, उहाँहरूको परिवारका सदस्यहरू हुनुहुन्छ, थोरै समय लाग्ला हाम्रो संवादबाट, हाम्रो सत्कार्यबाट हामीसँगै बाँधिने कुरा बनाउन सक्छौँ भन्ने कुराको मलाई विश्वास छ। यसका निम्ति नेपाली कांग्रेस पार्टीको तर्फबाट सम्पूर्ण रूपमा यो संविधान जोगाउने कुरामा कुनै पनि खालको प्रतिगामी शक्तिलाई यहाँ कुनै पनि खालको आफ्नो कुरा राख्ने कुरामा हामी सबैको स्वतन्त्रता होस् भन्ने चाहन्छौँ। तर यहाँभित्र कुनै पनि षड्यन्त्र गर्ने कुराका सन्दर्भमा त्यसको खिलाफमा नेकपा एमालेसँग, माओवादी केन्द्रसँग, अरू दलहरूसँग दृढ भएर उभिने कुराको प्रतिबद्धता व्यक्त गर्दै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।